So hello and namaste everyone, welcome back to the new vlog. I hope हजुर सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। अनि अहिले चाहिँ हामी घाँस काट्न जान लाग्यो। अनि मेरो भाइ चाहिँ अगाडि हिँडिरहेछ र यो हो मेरो घर। अनि यो हो मेरो गाउँ जुन चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ। कस्तो लाग्यो कमेन्ट गरेर भनिदिनु होला। अहिले चाहिँ हामी जानुपर्छ घाँस काट्नलाई। सो हामी चाहिँ त जान लागेको घाँस काट्नलाई यो जङ्गलमा जान्छौँ। अनि घाँस काटेर ल्याउँछौँ। भाइ चाहिँ अगाडि हिँड्दैछ। ल के गरेको घाँस काट्न नजाने? ए हिँड्नु ल कति जाने? हिँड्नु तँ कमाले घाँस काट्न जाने? आइज ल छिटो आइज न, हामी हिँड्दै गर्छ त। आइज ल छिटो आइज, छिटो यतै आइज नि। ल केटाहरू थकाउले काट्ने हिँड्यो त। ल खोइ कहाँ छ अरे? के देखिदिनु त म त खोइ। खोइ त केटा के काट्ने घाँस छैन त मुले। के हेरेको माथि ल कहाँ काट्ने भन्नु? खोलातिर जाने त, खोलातिर जाने? चाहिँदै देख्दिनँ अहिले मैले चाहिँदै केही। कता कहिले देखेछ? अलिक घाँस भारी पुगेन भने नि साँच्ची हो नि। ल ल मेरो नाउँलाई पनि छ भने त्यहाँ चल झन् 2 मुठा पुर्याइसकिस् मलाई। हिँड ल लड्लास है। छिटो लाग्न थाल्छ क्या यार। घाँस काट्न पनि घाँसै छैन। यस्तो छ जङ्गल। यता चाहिँ झ्याम्म देख्छ, नजिक आएर केही छैन। त्यति बेकारमा आएको यार घाँस काट्नु पनि। हामी त खोला जान लागेको त नजाने? हामी मात्र जान्थ्यो केटा। ल ठिक छ तर म गएर भाडुया जानुपर्छ यसलाई छोडेर। ल
भारी पुर्याइस् केटा पुग्यो भने जल्लो भरे झार्दैछ रे त नि भारी पुग्छ तेरो चाँडै मलाई नि काट्दैन त एक भारी जति माखला पनि रह त जाने माखला पनि ए जाउँ ल हामी जाने करना आएको बिजोग के धुलो सुलो जिउ चिलाउनु थाल्छ कि मलाई तेरो चिला छैन अहिले नुहाउनु पर्छ ल अनि केटा तेरो लप परेको छैन पर्नु पर्ने त लप पार्न एउटा दुईटालाई हुँदैन हुँदैन कि पत्याउँदैन त्यो गर्छन् छ छैन मेरो छ साबट दिउँ एउटा ल खोइ तेरो घाँस तेरो हिँड्नु रेट सही छ भनेर कहाँ ल्याएको थियो त अहिले मलाई पानी खाउने यार त्यहाँ छैन काट्दिउँ न पाइप हुँदैन हुन्छ होला कसले थाहा हुन्छ त म कसैलाई भन्दिनँ कसलाई कराउँछ त नि थाहा नभएपछि हामीलाई कराउँदैन अरूलाई कराउँछ कहाँ बसोस् लास्ट तिर्खा लाग्यो त यार के त पानी त धमिल देख्छु त म पानी त धमिल छ त यस्तै हो खानु पानी के भन्यो केटाले त्यस्तै नभन तिर्खा लाग्यो बेला त पाप लाग्छ तँलाई पानी खान लागेको बाँदरले गुलापा खालेछ भन्यो केटाले के भयो भरै गएर खान्छु म ए हो त अहिले के भारी पुग्छ त मुला यस्तो त के खाला र मेरो गाई गोरुले त मासु भात खान्छ खसीको मासु खान्छ खसीको त्यस्तो कडा खालको गाई गोरु छ मेरो अनि कहाँ यस्तो अनि सैते खुवाएर त मरिहाल्छ नि यार ल काट्दिउँ त अब ए के अरे घाँस पनि पुग्यो भारी ल ठिक छ